गर्न चाहन्छु। हामी नेपाली कांग्रेस पार्टीलाई पहिलाको जस्तो 2007 सालको जस्तो 15 सालको जस्तो 33 सालको जस्तो 46 सालको जस्तो त्यो बेलाको जस्तो बलियो सुदृढ त्यो बेलाको जस्तो क्रान्तिचेत भएको त्यो बेलाको जस्तो लोकप्रिय पार्टी पनि बनाउने हो। तर सँगसँगै अस्ति भर्खर 70 सालमा जन्मेको अस्ति भर्खर 65 सालमा जन्मेको वा अब जन्मदै गरेका बालबालिकाहरूले पनि भरोसा गर्ने पार्टी पनि बनाउने हो। एउटै घरको 12 आमाले हेर्दै गर्दा यो त मेरो पार्टी हो। वर्षौंदेखि मेरो बाले पनि भन्नुभएको पार्टी नेपाली कांग्रेस हो। 15 सालमा मेरो हजुरबाले भोट हालेको पार्टी नेपाली कांग्रेस हो भनेर उसलाई पनि आनन्द लागोस् अनि उसकै घरमा हुर्कँदै गरेको 14, 15, 16, 18, 20 वर्षको छोरा वा छोरीलाई पनि हेर्दै गर्दाखेरि मेरो भविष्य यो पार्टीले सुरक्षित गर्छ भन्ने सक्ने पनि लागोस् त्यस्तो पार्टी बनाउने हो। नेपाली कांग्रेस पार्टीलाई सुधारको भोक भएको त्यो परिवर्तनको गीत गाएर हिँड्ने पार्टी बनाउने हो। हामीले भर्खर मात्रै महाधिवेशनको हलबाट जे प्रस्तावहरू पारित गरेका छौं त्यो प्रस्तावहरूलाई अक्षरशः कार्यान्वयन गर्ने पार्टी बनाउने हो। अब नेपाली कांग्रेस पार्टी सबै खालको परिवारवादबाट मुक्त भयो। नेपाली कांग्रेस पार्टी सबै खालको गुटबाट पनि मुक्त भयो। आजबाट कांग्रेसमा कोही 60 पनि छैन, कोही 40 पनि छैन। सक्यो। हामी सबै एउटै हो। अब कसैले कसैलाई चिन्दैन को कुन गुटबाट आएको। सक्यो गुट, मासियो गुट। यो गुटबाट यो मासियोस् भन्ने कुरा जुन लामो समयदेखि तपाईहरुले चाहनु भएको थियो त्यही कुरा आज हामीले पूरा गरेका छौं। म फेरि एकपटक सबै साथीहरुलाई हृदयबाट आभार प्रकट गर्दै म यहाँलाई धन्यवाद दिँदै एउटै कुरा भन्न चाहन्छु। आज यसो हेर्दै गर्दाखेरि सानो कुरा लाग्छ। आज हामीले कांग्रेसको विशेष महाधिवेशन मात्रै गरेको होइन। कांग्रेसको विशेष महाधिवेशनबाट तपाईहरुले मलाई सभापति छान्नु भएको मात्र होइन। कांग्रेसको विशेष महाधिवेशनबाटै नेपालको राजनीतिको नयाँ अध्याय प्रारम्भ गर्ने कुराको उद्घोष हो यो।